नेपालको भूगोलबाट टाढा रहेका तर नेपाली भाषा, संस्कार, संस्कृति र सङ्गीतसँग अटुट सम्बन्ध रहेका नेपालीहरू विश्वका धेरै देशहरूमा रहेका छन्। अनि पो हुन्छ रात र दिन, आफ्नै आकाश आफ्नै धरती, अनि हाम्रो आफ्नै होला साँझ बिहान। पहिलो र दोस्रो विश्वयुद्धका लागि गोर्खाली सेनामा भर्ती भएर लडाईँ लड्दै जाने क्रममा युद्धविरामपछि उतैको नागरिक बनेर बसेका नेपालीहरू नेपाली गोर्खाली भनेर आफ्नो पहिचान लिन गर्व गर्छन्। आज हामी भलाकुसारी गर्न गइरहेका छौँ मलेसियाबाट नेपाल आउनुभएका नेपाली गोर्खाली चेलीहरूसँग जो मेरो भोइस युनिभर्स सिङ्गिङ कम्पिटिसनमा सहभागी हुन आउनुभएको। नमस्ते दर्शकबिन, यतिखेर हामी नेपालको नारायणथानमा छौँ र विशेष गरी मलेसियाबाट आउनुभएको हाम्रो गेस्ट बहिनीहरू हुनुहुन्छ। मलेसियामा बस्दा एकदमै नजिक उहाँहरूको फ्यामिलीसँग र उहाँहरूसँग भएर त्यहाँ चाहिँ धेरै इभेन्टहरू गरिरहेका छौँ र धेरै मलाई चाहिँ मेमोरीहरू छ त्यहाँ, अनफर्गेटेबल मेमोरीहरू। अनि हाम्रो यता टिना बहिनी हुनुहुन्छ, यता हाम्रो चिसा बहिनी हुनुहुन्छ। विशेष गरी उहाँहरूको नेपालको यात्रा चाहिँ मेरो भोइस युनिभर्समा उहाँहरू कम्पिटिसन गर्नु आउनुभएको, विशेष गरी टिना बहिनी र उहाँको साथमा उहाँको बहिनी इसा चाहिँ साथमा आउनुभएको थियो। यही मौकामा हामीले आज उहाँहरूलाई भेटेका छौँ र उहाँहरू आजै नै मलेसिया पनि फर्किँदै हुनुहुन्छ। तसर्थ यसैसँग सम्बन्धित हामी छोटो कुराकानी गर्दैछौँ। टिना कुमारी राणा हुनुहुन्छ, उहाँ चाहिँ यो सिङ्गिङमा एकदमै राम्रो उहाँको भोइस छ। मेरो भोइस युनिभर्सको लागि उहाँ आउनुभएको थियो र अडिसन राउन्डसम्मको यात्रा तय गरेर उहाँ आज मलेसिया फर्किँदै हुनुहुन्छ। म टिना बहिनीसँग मैले कुरा गर्न चाहेँ कि तपाईँ मलेसियामा जन्मनुभयो, अब नेपाल चाहिँ पुर्खाहरूको देश हो, सुन्नुभएको थियो होला, देख्नु भएको थिएन, यो फर्स्ट टाइम है तपाईँको जर्नी? थर्ड टाइम हो। तपाईँलाई नेपाल कस्तो लाग्यो? धेरै राम्रो लाग्यो, रमाइलो लाग्यो, आफ्नो मान्छे हेरेर धेरै रमाइलो लाग्यो। इसा बहिनी, तपाईँ फर्स्ट टाइम हो अथवा उहिले पनि आउनुभएको थियो? थर्ड टाइम। थर्ड टाइम। अनि तपाईँलाई नेपाल कस्तो लाग्छ? राम्रो लाग्छ। राम्रो लाग्छ। विशेष गरी यो 2 हप्ता चाहिँ तपाईँहरूको स्पेसल यो चाहिँ जर्नी छ नि त होइन? मेरो भोइस युनिभर्सको लागि तपाईँ आउनुभएको छ, त्यसको यात्राको बारेमा पनि थोरै बताइदिनुहोस् न। कसरी तपाईँ यो मेरो भोइस युनिभर्समा जोडिनु भयो? फर्स्टमा एउटा अङ्कल थियो मलेसियामा आएको, अङ्कलले भनेर यस्तो प्रोग्राम छ भनेर ब्याङ्ककमा म ट्राई गर्ने गएको, अनि उहाँ चाहिँ म अडिसन पास भएर त्यही भएर म यहाँ आएको अनदर अडिसन गर्नको लागि। अनि अडिसन कस्तो रह्यो? ब्याङ्ककको एक्सपिरियन्स पनि भन्नुहोस् र यहाँको ब्याङ्ककको एक्सपिरियन्स र यहाँको एक्सपिरियन्स धेरै डिफ्रेन्ट छ। यहाँ त अब ठुलो स्टेज हो, जजेस हुन्छ, 6वटा जजेस हुन्छ, धेरै डिफ्रेन्स छ। उहाँ चाहिँ 2टा जजेस मात्रै हो। तपाईँले जुन पर्फर्मेन्स दिनुभयो त्यसमा जजेसहरूको चाहिँ कस्तो कमेन्ट थियो? यहाँको चाहिँ राम्रै नै थियो, तर अलि प्रोनाउन्सिएसन अलि अवश्य पनि तपाईँहरू मलेसियामा जानुभएको नेपालीहरू हो है, त्यो कारणले तपाईँहरूको प्रोनाउन्सिएसन पर्फेक्ट नहुन स्वाभाविकै हो। अनि हाम्रो इसा बहिनीलाई सो दिदीले गाइरहनु भएको स्टेजमा गएर हेर्नुभयो होइन, तपाईँलाई कस्तो लाग्यो? फिल प्राउड। जसरी उहाँको अडिसनमा जजेसहरूले कमेन्ट गर्नुभयो अनि त्यस पछाडि उहाँ अडिसनबाट आउट हुनुभयो नि, त्यतिखेर कस्तो तपाईँलाई लाग्यो? स्याड। टिनालाई कस्तो लाग्यो अडिसनमा आउट भइसके पछाडि? अलि स्याड लाग्यो, तर जे पनि इम्प्रुभ भएर फेरि आउनु होला। अडिसनबाटै आउट भए पनि नेक्स्ट सिजनमा पनि आउने चाहिँ चाहना छ हैन? ट्राई गर्ने। यो चाहिँ थर्ड टाइम तपाईँहरूको रहेछ। पहिले चाहिँ कहाँ कहाँ घुम्नुभयो नेपालको? पोखरा, चितवन, काठमाडौँ। पहिले भने कति साल अगाडि? 10 years back। त्यतिखेर केही मेमोरी छ 10 वर्ष अगाडिको? जस्तो पोखरा घुमेको, चितवन घुमेको? धेरै रमाइलो लाग्यो घुमेको, त्यति नै हो। फ्यामिलीसँग घुम्न आएको, फ्यामिलीसँग धेरै नै मेमोरिज थियो। र यसपालि त तपाईँहरू खास धेरै ठाउँ घुम्न पाउनु भएन? हो, पशुपतिनाथ मात्रै जानुभएको। अर्को जुन सिजन छ, सिजनमा त अवश्य पनि तपाईँले ट्राई गर्नुहुन्छ नै र गर्नुपर्छ, हामी तपाईँलाई इन्करेज गर्छौँ, किनभने तपाईँको यति राम्रो भोइस छ। प्रोनाउन्सिएसन भन्ने कुरा बिस्तारै गाउँदै गए पछाडि तपाईँहरूलाई राम्रो भइहाल्छ। अब नेपाली सङ्ग पनि गाउनु पर्यो, नेपाली कम्युनिटीसँग राम्रो घुलमिल हुनु पर्यो होइन। त्यहाँ एम्बेसी छ, एनआरएनए छ, अन्य सङ्घ संस्था छ, साथै अब धेरै प्रोग्रामहरू भइरहेको छ, त्यो प्रोग्रामहरूमा जानु पर्यो। त्यसरी तपाईँ आफूले प्रिपेयर गर्नु होला। एट लास्ट के भन्न चाहनुहुन्छ? अब आज तपाईँहरू मलेसियामा फर्किँदै हुनुहुन्छ, जो चाहिँ संसारभरि छ नेपालीहरू होइन, सबैको लागि के भन्न चाहनुहुन्छ?
यहाँको मान्छे सबैजना नै जाति छ, एकदम फ्रेन्डली टाइप काइन्ड अफ मान्छे छ। सो सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। गुड मेमोरिज टुगेदर। नयाँ साथी बनाएँ, गुड मेमोरिज। धेरै दिदीसँग टाइम स्पेन्ड गर्नु पाएँ। तपाईँहरूको जो यो 2 हप्ताको बसाइ एकदमै राम्रो भएछ, खुसी लाग्यो। फेरि पनि आउनुपर्छ है, किनभने अघि पनि मैले भने त्यो पुर्खाको देश हो नि त होइन। हाम्रो देश, तपाईँहरूको देश चाहिँ मलेसिया भयो भने अब यो त पुर्खाको देश हो, पुर्खाको देश भन्दा आफ्नो पनि देश हो नि त, आउनु जाने गर्नुपर्छ। र फेरि अर्को अडिसनको लागि प्रिपेयर हुनु होला। यतिखेर चाहिँ अझ धेरै राम्रो ढङ्गबाट प्रिपेयर भएर आउनु होला, अझ धेरै अगाडि फाइनलिस्टसम्म भएर जानु होला। हाम्रो शुभकामना छ है त। थ्याङ्क यू।